हेलो गोड लागेछ सबैके वेलकम ब्याक टु माई च्यानल पापा प्रिन्सेस ब्लग। फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो न्यू डे न्यू ब्लगमा। अनि म सन्चै भनौँ कि बेसन्चै भनौँ गाइज, बिहान गाडी चढेर त आइयो घर जानलाई, बट यहाँ गाडी नै पाएको छैन बाटोमा। म यहाँ तामागढी गेटको जङ्गलमा छु गाइज, प्लिज मलाई आएर हेल्प गर्नुहोस्। गाडी नै नपाएर अटोहरू छ, अटोहरू जाने माने छैन कि रिजर्भ भएर जाने कि। अब कतिखेर गर्ने हो कतिखेर आउने। मैले कल गरेको छु घरमा, बाइक आउँदै होला। त्यतिखेरसम्म चाहिँ के गर्ने हो थाहा छैन। म यहाँ जङ्गल डुल्दैछु त्यतिखेरसम्म। बाघले आयो भने मलाई खायो भने छैन। तर एकदम पिसफुल छ हुन त। जंगल में आज मंगल करूँगी। अया के गर्ने होला यार, कहाँसम्म पुगौँ क्या। उता घाम नै छ, यता यहाँ बसिरहेको छु। ट्रक टिप्परहरू आइरहेछ, बट आई एम नट गोइङ द्याट। आई विल वेट फर माई ड्याड। कतिखेर आउने हो, कस्तो गर्मी छ। मलाई जङ्गलमा शीतल हुन्छ होला है। हावा एउटा पत्ता नै हाले खानु आइडिया हुन्छ मान्छेहरू पनि सोच्दै होला यो केटी के गर्दैछ एक्लै यत्रो जङ्गलमा, डर पनि लाग्दैन कि क्या हो भन्ने सोच्दै होला। भ्लग त बनाउँदिन थिएँ होइन, तर यस्तो बिजोगमा छु होइन। अब केही गरौँ भनेर यतिकै के बस्नु। कतिखेर आउनुहुन्छ ड्याडी, तबसम्म यहाँ म मङ्की छैन क्या हो। उता भित्र जङ्गलतिर त जानु हुँदैन यार एक्लै। फेरि जङ्गलमा केही भयो भने त फेरि कसरी मलाई बचाउनु नि आउँदैन। बरु यहाँ अलिक छेउतिर बस्यो भने त अलि हाइवे छ नि त। केही भयो भने घर मलाई बचाउनुहोस् भन्न त मिल्छ नि त। अयो लास्टै गर्ने यहाँ, तर what should I do here? अटोवाला पनि कस्तो के 5 जना नभई नजाने रे। अब कतिखेर हुने हो तबसम्म यहीँ वेट गरेर बस्ने। तबसम्म घर पुगिसक्यो हुन्थ्यो। यस्तै छ गाइज, के गर्ने। बाटो बनेर आएको के 1 बजे गाडी आउँछ नि त हेटौडामा। अनि त्यहाँबाट आउँदा बेलुका हुन्छ। बरु त्यो अलिकति भयो नि टाइम प्रिजर्भ हुन्छ भनेर छिटो आइदिएको त। यहाँ कति मक्खी लागिरहेछ हौ। कहिले खान पाउने खुसी क्या हो, मेरो रगत चुस्नुपर्छ। कतिखेर आउनुहुन्छ ड्याडीलाई नि चिन्ता भइरहेछ। भर्खर कल गर्नुभएको थियो अनि आइहाले त्यही बस्लास् रे, भित्र जङ्गलतिर नआइज रे। तर त्यही पनि म अलि भित्र जङ्गलतिर त आइसकेको छु। गाडीहरू हिँडिरहेछ। नहेर्नुहोस् न मलाई यस्तो होला। त्यो गाडीहरूको मान्छेहरू पनि कस्तो नराम्रो हुन्छ है। यो टिप्पर टाउको निकालेर हाल्छ। म अहिले अर्को गाडी ल्याएर हानिदिन्छ। टाउको निकालेर पछाडि पठाइदिन्छ। हेरेर उसले यहाँ कहिले हेर्ने पाएन जस्तो। तुझे जो भी मुझे भी इस बार हुआ तो क्यों ना मैं भी कह दूँ हुआ मुझे भी प्यार हुआ हो। Anyone listening to me? कोई था तो बीच जंगल में यार, दूर तो कोई भी नजर नहीं आ रहा। मैं क्या कर रही हूँ, तो निरर छु। कतिखेर आउने हो। एकछिन टिकटक बनाउँछु है गाइस, एन्ड सी यू सुन। कतिखेर अब तपाईँहरूसँग गफ गरेर बस्ने हो, म जे पाए त्यही बोलेर बस्ने हो।